हाम्रो पात्रो यो यस्तो एप्लिकेसन हो जुन हरेक नेपालीहरूको स्मार्टफोनमा देख्न सकिन्छ। हेर्दा जति साधारण देखिने यो एप्लिकेसन देश विदेशमा छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्न सफल र नेपालीहरूको माझमा छोटो समयमा कसरी पपुलर भयो त आज हामी यस भिडियोमा यसको फुल जर्नी जान्ने छौं। हाम्रो पात्रो प्रिमियम नेपाली क्यालेन्डर एप्लिकेसन हो। यसलाई प्रिमियम भन्नुको कारण चाहिँ प्रयोगकर्ताहरूले कुनै पनि शुल्क नतिरी प्रयोग गर्ने भएकाले यसलाई प्रिमियम क्याटेगोरीमा राखिएको हो। यसभित्र तपाईहरूले न्युज, राशिफल, विनिमय दर, पोडकास्ट, नेपाल अधिराज्यभरिका एफएम रेडियो स्टेसनहरू अनि अहिले त रेमिटान्स पनि सुरु गरेको छ। हामीले सुरुमा भने जस्तै हाम्रो पात्रोले के साँच्चीकै छोटो समयमा यति धेरै सफलता हासिल गरेकै हो त? कतिपय दर्शकलाई लाग्न सक्छ हाम्रो पात्रोभित्र क्यालेन्डर, राशिफलको अलावा त्यस्तो खास के नै छ र? हाम्रो पात्रोको सुरुवात 2010 मा एक नेपालका युवा शंकर उप्रेतीले गरेका थिए। यो नेपालको पहिलो यस्तो एप्लिकेसन हो जो iOS मा 2010 मा रेजिस्टर भएको। बल्ल बल्ल आइफोन आएको थियो। मसँग आइफोन थियो, यसमा चाहिँ पात्रो राख्न पाए एकदम सजिलो हुन्थ्यो मेरो लाइफ भनेर। शंकर उप्रेतीले 15 साल बितिसक्दा पनि सुरुको जस्तै जोश जाँगर थियो, अहिले पनि त्यस्तै जोश जाँगरका साथ यसलाई अगाडि बढाइरहेका छन्। हाम्रो पात्रो बनेका 15 साल बितिसक्दा पनि यसले पपुलारिटी चाहिँ 2019 मा पाउन सुरु गरेको थियो। नेपाल जस्तो देशमा पनि विगत 15 सालदेखि आफ्नो कामलाई निरन्तरता र आफ्नो कामलाई प्यासन बनाएर अगाडि बढिरहेका हाम्रो पात्रोका फाउन्डर एन्ड सिइओ शंकर उप्रेतीलाई चाहिँ मान्नै पर्छ। अहिलेको सिनारियो हेर्दा चाहिँ नेपालमा यस्ता ठुला कम्पनीहरू चाहिँ धेरै होलान्, तर हाम्रो पात्रोले चाहिँ आइटी सेक्टरमा आफ्नो बलियो ठाउँ बनाएको देख्न सकिन्छ। हाम्रो पात्रोभित्र करिब 85 भन्दा बढी नेपाली युवाहरूले रोजगार पाएका छन्। नेपाल एउटा सानो देश भए तापनि विभिन्न भाषा, संस्कृति र भिन्न भिन्न प्रकारका चाडबाडहरू मनाउने गरिन्छ। सबैलाई मध्यनजर गरेर र प्रयोगकर्ताहरूलाई प्रयोग गर्न सके जति सहज बनाएर समय परिवर्तन भए जस्तै एप्लिकेसनलाई पनि अपडेट गरेर नेपालीहरूको माझ मोस्ट डाउनलोडेड एप बन्न सफल भएको छ। हाम्रो पात्रोलाई चाहिँ नेपालमा 70% र नेपालभन्दा बाहिर चाहिँ 30%ले युज गर्दै आइरहेका छन्। तपाईहरूले सोच्नु भएको होला हाम्रो पात्रो चलाउन त सबै फ्री मिल्छ, तर यसले पैसा चाहिँ कसरी कमाउँछ भनेर। यसको मुख्य कमाइका स्रोतहरू चाहिँ विज्ञापन र न्युज पेज एन्ड ई-कमर्स, मेन चाहिँ रेमिटान्स हो र अहिले चाहिँ यसले 25 भन्दा बढी अलग अलग सर्भिस चाहिँ दिँदै आइरहेको छ।